म आइपुगेँ। मेरो नाम मधु छेत्री हो र यसपछि को आउनु भएको छ भनेर म देखाम हजुरलाई। मेरो दादा पारस दाई, जीवेश, निर्मला अनि हाम्री भाउजू। कस्तो लाग्यो भाउजू यहाँको एरिया? के नयाँ हो नि त नि? नयाँ जग्गा नयाँ ठाउँ राम्रो लाग्यो। यो आजको यो एरियामा उम्यामको पुरा भ्यू देखिँदो रहेछ। यो हेर्नुहोस्, उम्यामको पुरा पानी देखिँदो रहेछ र राम्रो छ सबै। पुरा आज भिड छ। आज यहाँ पुरा बाहिरको गाडीकोले भिड छ। मान्छेहरू आएर अलरेडी पकाउन थालेको छन्। कसैले त यहाँ पकाउन थालेको छन् त अगाडि पनि। अनि ठुल्ठुलो युट्युबरहरू पनि आएर आफ्नो म ढकल्दिन्छु। भयो छोड्दिनु। अब एकले फ्लप भिडियो गर्नु है। बिचारा यहाँले भएको पाएको अरे भाइ जीवेश यता बोलाउनु पकड्दिनु न। भेना ह्याप्पी न्यू इयर। हाम्रो भेना पनि आइपुग्नु भयो। दिदी ह्याप्पी न्यू इयर। दिदी ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर। अनुष्का ह्याप्पी न्यू इयर। एलिना, हाम्रो एलिना पनि आइपुगिन्। र अहिले हामीले खाना खाइसक्यौँ र तल फोटो खिच्नको लागि गइरहेको। ईशानबी हिँड जाऊँ अब फोटो खिच्नु। आउँछ नल वान्सिने
ल हामीले फोटो खिचेर भ्यायौँ। आज बादलले चिया बनाउँछ अनि बादल ए के खाएको तिमीहरू चिया हो न अर्कै चिज हो हाम्रो चिया पनि पाकिसक्यो र यहाँ चिया खाँदैछौँ हामीले। म पनि खाँदैछु चिया। हाम्रो दादा हाम्रो नल सबैले खाँदै हुनुहुन्छ। कोइलामा पकाएको आज कस्तो मिठो भएको छ चिया। ल सर खानासाना त सबै भयो नि आज कस्तो लाग्यो त? आज 1 जनवरी 2026 सालमा हामीहरूको अब ड्राई पिकनिक युसिसी कलेज निकट लेयर पंगाट भन्ने स्थलमा आनन्दपूर्वक भोजन गरियो र फोटो खिचियो र मेरो लागि यो दोस्रो पटक हो। तैपनि यो आजको हामीहरूको कार्यक्रम चाहिँ अति सफल भएकोमा म धेरै हर्षित छु। अनि खाना कस्तो लाग्यो? पनिर कस्तो भयो? खाना चाहिँ मेरो लागि उपयुक्त, मेरो लागि बने जस्तो भयो। अरूलाई पनि राम्रो लाग्यो होला। मलाई त मेरो खाना चाहिँ त अति उत्तम भयो। अब साँझ पर्न थाल्यो। अब एकछिन जाडो भएको छ। जाडोको दिनमा सबैलाई कोइलै प्यारो हुन्छ, अमेठी प्यारो हुन्छ। म पनि एकछिन सेक्छु र अनि घरतिर लाग्ने हो। बस्न अप्ठ्यारो हुन्छ। आगो छोड्न मन लागेन कसैलाई पनि। सामान त गाडीमा पुगिसक्यो तर अमेठी यही छ। अहिलेको साँझको 5:30 हुन थाल्यो र हामीहरू घर पनि आइपुग्यौँ। र आजको ब्लगमा यति नै र भेटौँ अर्को ब्लगमा। र आजको ब्लग राम्रो लाग्यो भने लाइक सब्सक्राइब र कमेन्ट पनि गरिदिनु होला। धन्यवाद। बाई आजको लागि।